हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज 15 फागुन मगर दिवस। आज हो 44औं नेपाल मगर सङ्घ स्थापना एवं राष्ट्रिय एकता दिवस 2082। म छु नेपाल मगर सङ्घ वालिङदेखि। चुनावको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ धुमधामले मनाएको छैनौँ। सांस्कृतिक कार्यक्रमहरू देखाउनेछु र आजको भिडियो चाहिँ मगर दिवसको केही झलकहरू हेर्दै गर्नु होला है त। लगायत विभिन्न टोलबाट आफ्नो सांस्कृतिक कार्यक्रमहरू समेत बाजाहरू समेत ल्याएर हामीले कार्यक्रमहरू सञ्चालन गरिरहेका थियौँ। व्यवस्थित किसिमले औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्नको लागि सभा अध्यक्षज्यूको अत्यन्त आवश्यक एवं महत्त्वपूर्ण भूमिका रहेकोले आज यस कार्यक्रमका सभा अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनको लागि नेपाल मगर सङ्घ वालिङ नगर समितिका अध्यक्ष क्याप्टेन विश्वप्रकाश थापा मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रममा भव्य स्वागत गर्नको लागि यस हलभित्र उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरू, दाजुभाइ दिदीबहिनीहरू, बाबु नानीहरू सम्पूर्णलाई यस सिङ्गो नगर समितिको तर्फबाट र वरिष्ठ उपाध्यक्षको तर्फबाट सम्पूर्णलाई हार्दिक स्वागतम सुस्वागतम गर्न चाहन्छु। स्वीकार गर्नुहोस्।
सञ्चालक सचिव कुल थापा मगरज्यूलाई, नेपाल मगर सङ्घ वाली नगर समितिद्वारा आयोजित 44औं मगर एकता दिवस समारोहका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, प्रदेश सभा समितिका सदस्यज्यूहरू, जिल्ला समन्वय समितिका अध्यक्ष, उपाध्यक्ष र समितिज्यूहरू, टोटलमा पाल्नुभएका टोल समितिका अध्यक्षज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट भातृ सङ्गठनबाट पाल्नुभएका अध्यक्ष तथा सदस्यज्यूहरू, मेरा समितिका सहकर्मी साथीहरू तथा पूर्व कोषाध्यक्षज्यूहरू, टेक्निसियन मित्रहरू, सम्पूर्ण नमस्कार जोडले भन्न चाहन्छु। सर्वप्रथम त म 44औं मगर दिवसको अवसरमा हजुरका परिवार, सम्पूर्ण देशमा रहनुहुने मगर दाजुभाइहरू, विदेशमा रहनुहुने मगर दाजुभाइहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अहिलेको 44औं मगर एकता दिवस कोठामै मनाइरहेका छन् र हामी आशा गरौँ अर्को सालमा हामी भव्यका साथमा रेली झाँकी सहित प्रोग्राम गराउला र अन्तमा फेरि म यस कार्यक्रमलाई सफल गराइदिन हुन पाल्नुभएका विशिष्ट अतिथि, प्रमुख अतिथि, विशिष्ट अतिथि र सम्पूर्णलाई फेरि पनि धन्यवाद दिँदै आजको कार्यक्रममा समापन घोषणा गर्न चाहन्छु। हवस्, धन्यवाद। जय मगर।